नहीं खुट्टा को रोक लो बाटाको हालत यार पुसाइयो कि मरेको कहिले यिनी बाटा गाडा लाउने हाँ यिनी बाटा गाडा लाछन् नि हार पुसाइलियो के ए कहाँ पुसे मरो अन्त त कहाँ कहिले भनेको मैले मेरो त कष्ट थिएँ मैले यिनी यहाँ उडेका काँडा फालेर यता तन्दिर तन्दिर फालिदिएर यहाँ आउँछु यही बाटा थियो रङ रङ यार तेरो अस्ति त थिएन यार यो त यार हामी आउँदा त त्यही त पुसाइलियो कि नि सबै नेपालको बाटो यस्तो यस्तो गति बाटो भएपछि अनि तर लागिन्छ पुसे यहाँ त किन आउँछन् र झरम क्या झर्न त लोट्यो भने दुईजना लोटिदियो यहाँ जति जानु पर्थ्यो अस्ति म आएको कि अङ्कलको बाइक लिएर झरम सक्नुहुन्छ गाइजहरू यस्तै हो नेपालको बाटो चाहिँ होइन देख्न सक्नुहुन्छ म हजुरहरूलाई अझै अघि गएर एकदम खतरनाक बाटो देखाउँछु होइन बाटोको हालत यस्तै हो गाइजहरू हेर्नुहोस् उता खोला बाटो छ हुन्छ बाटोको हालत त्यस्तै हो म हजुरहरूलाई अझै देखाउँछु पालतिर गएर पनि तपाईँहरूलाई ढुङ्गा खाने आज हामी चाहिँ लिची टिप्न जाँदैछौँ लिची हेर्न तपाईँहरूलाई म लिची सिची सबै कुरा देखाउने नै छु मेरो भ्लगमा सबैले माया गरिदिनु होला लाइक एन्ड सब्सक्राइब गरिदिनु होला गाइजहरू सबैको माया चाहिरहेको छ होइन म हजुरहरूलाई आज हामी चाहिँ लिची हेर्न जाँदैछौँ कस्तो लाग्छ सबै कुरा देखाउने नै छु भिडियोमा जोडिरहनु होला होइन लिची खाने भयो भन्नु होला यो हामीले बनाएको काम गरे वाह खोलो त छैन यान यो चाहिँ हाम्रो थर्का जाने बाटो हो लिची त लिची टिप्ने कार्यक्रम गर्नु हुन्थ्यो ढुङ्गा खाने आजार को छन् कहिले काहीँ आउँछन् सबैले भन्छन् हिँड्यो नि बाटो खोलाको बाटो बनायो अरे कसले बाटो बनाउने म हिँडिरहने बाटो अरे मैले बनाउने अरे खोलामा बाटो तिमी मात्रै हिँड्छ घर अरू हिँड्दैन त्यही भएर मैले भनिदिएको अस्ति लोकल दाइले पुऱ्याउनु भने म मात्रै हिँड्दिनँ सबै हिँड्छन् हामी सकिन्न हामी गइन्छ के त्यति भए हुन्छ भन्दै मैले है आफू गइन्छ त भयो नि बाटो हाल मतलब छैन त्यही
माछाले सरकारी भत्ता खान के बसिहाल्नु थर्काइदिनु पर्छ कि म भए थर्काउँथे कहिले अस्ति सुरज मामा तिमी भर्काउ थियौ त्यही दिन एक दिन खोरु आएर पञ्चरहरू किलेर आधी माने फुटबल त होइन यहाँ पनि होइन अहिले आप कति बेच्यौ त 20 वर्षमा अहिले अर्को त लाने यो त माथि फल्यो कि यता क्याम्पतिर यो त माथि किलिने नल्चल्छ छो फलेन यो त्यहाँ टिपेर लाने हो कि पैसा फेरि दिन्न के जाने बुझ्ने हुन्छ नि अन्त कहाँ कहाँ दिने त लिची त्यही बुवाले बर्खासुको भने कहाँ हो त्यहाँ अमिलो छन् भने लिची त्यहाँ मिलाएर किन्न पर्ला अब यता गएर आज अस्ति गएको थिएँ घर कोही बुझ्दैन फर्केर आयो एकजना गएर भनेको यहाँ हुन्छ 2-4 दिन हुन्छ भन्थ्यो आज भयो 25 गतिसम्म त भइसक्यो लिची त अब 5.5 दिन पाइप के को लागि पानीको लागि हो क्या पानीको उताको दुधेर ल्याएर पैसा होइन 70,000 कामेले होइन यही हो अरे गाउँसित गामा सित हो 2 लाखमा हो क्या मरे पनि पहिला 70,000 कि 50,000 अरे पछाडि अलिकति फेरि थपिदिएको हो अरे राम्रो त्यही भन्छ ग्याँडा थियो पहिला ग्याँडा बाटो अहिले छटफट थियो लाग्यो म त अघि चाहिँ बसेको त त्यहाँ अल्लो ठुलो हो नि यहाँनिर त स्वाद छ बाटो होइन मुकुनी गरेर जान्छ त मन बाटो जान्छ पहिला कहाँ जाने घर त्यहाँ घर पैसा छ कि त्यहाँ घर पनि उठाउने ए मान्छेहरूको तिम्रो बाख्रो काट्यौ र त्यहाँलाई एउटा बाख्रो छ कराइरो नि त्यही काटिदिएको किन घरै क्या अस्ति लिएर गएको थिएँ मैले एउटा बाख्रो त्यसको काठ त्यही काटिदिएको हुन्छ फेरि भोलि खोज एउटा बाख्रो काट्नु भनेको थियो किन हजुर बाख्रो काट्ने यहाँ फेरि भरिदिनु लौ क्या बाख्रो काट्दै पर्छ त्यो त अलि मोटो हुनुपर्छ क्या 18वटा बाख्रो काटेको अलि मोटो बाख्रो भयो नि बल्ल सही हुन्छ दसैँ काँडा दसैँ काँडा र हातुका दिदी कहाँ गरेर 2टा बाख्रा लिएको थिएँ दिदी पैसा दिनु गोलमाल गरिदिएको देख्नु थियो कता कता छ कता कता लिएका मस्तै बाख्रा लिएको थियौँ हामीले अझ कमल कता हो बल लान्छ त्यता गाडी आइरहनु रहेछ कस्तो हामीले गाडी रहेछ गाडी होला कुन दाइ छ नि मैले देखेको तिम्रो हाल्दै कहीँ हान र
पोहोर तिम्रो माल्दै खाँतिर सोच्नु भयो काँडा ल्यायो भनेर काँडा ल्यायो भने सोच्नु भयो कि पानी सुकेको है नचल चल्ती पनि पढेर होला बहुत खुब हुन्छ यार अचल